यो मैले जितको रूपमा भन्दा पनि गहन जिम्मेवारी यत्रो बुटोल अथवा भनौँ यो रूपन्देही क्षेत्र नम्बर 2 का जुन मतदाताहरू बुटोलको महानगरपालिकामा हुनुहुन्छ, तिलोत्तमामा हुनुहुन्छ र सैनामैनामा हुनुहुन्छ, उहाँहरूले यो देश विकास गर्ने, त्यसै गरेर देशमा भएको अझै विशेष गरेर भन्यो भने कुशासन फाल्नको लागि र भ्रष्टाचार अन्त्य गर्नको लागि भनेर जुन मलाई यत्रो विश्वास गरेर पठाउनु भयो र देशैभरिबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसरी विश्वास गरेर पठाउँदै हुनुहुन्छ। म अहिले यसलाई आफ्नो जितको रूपमा भन्दा पनि थप गहन जिम्मेवारी तपाईहरुले मलाई प्रदान गर्नुभयो र त्यस बमोजिम मैले कहीँ कतै पनि गल्ती गर्ने छुट छैन भन्ने कुरा पनि मैले बुझेको छु। त्यस अर्थमा मैले अब यो सार्वजनिक सेवाको अब यो लाभको पद होइन कि सार्वजनिक सेवाको पदको रूपमा आफू बसेर देश जनतालाई र देश र जनताप्रति थप उत्तरदायी